हामीले कतिपय पसलहरूमा एकचोटि किनिसकेको सामान फिर्ता हुँदैन भनेर लेखेको देखेका हुन्छौँ। के व्यापारीले यस्तो नियम लगाउन मिल्छ त? मिल्दैन। उपभोक्ता संरक्षण ऐन 2075 को दफा 14 को उपदफा 4 को अवस्थामा बाहेक उपदफा 1 ले आफूले किनेको सामान चित्त बुझेन भने ग्राहकले 7 दिनभित्र जहाँबाट किनेको हो त्यही लगेर फिर्ता गर्नु वा त्यसको सट्टा सोही मूल्य बराबरको अर्को सामान किन्न पाउने अधिकार सुनिश्चित गरेको छ। सामान फिर्ता गर्दा विक्रेताले कुनै पनि मूल्य कटौती गर्न वा एक्स्ट्रा चार्जेसहरू लिन पनि पाउने छैन। यदि विक्रेताले रकम फिर्ता दिन वा सामान फिर्ता लिन मानेन भने काठमाडौँ उपत्यकाको हकमा उपभोक्ता अदालत र उपत्यका बाहिरको हकमा नजिकैको जिल्ला अदालतमा गएर तपाईँले उजुरी गर्न पाउनुहुनेछ। त्यही भएर अब निर्धक्कसँग सामान किन्नुहोस्, चित्त नबुझे 7 दिनभित्र फिर्ता गरिसक्नुहोस् र किन्ने बेलामा बिल भने अनिवार्य माग्न नबिर्सिनुहोला। अथवा अनलाइन ट्रान्ज्याक्सनबाट तपाईँले कारोबार गर्दै गर्दा या अनलाइन ट्रान्ज्याक्सनबाट तपाईँले पैसा भुक्तानी गर्दै गर्दा रिमार्क्समा चाहिँ कुन सामान किन्दै हुनुहुन्छ त्यो भने रिमार्क्समा लेख्न नबिर्सिनुहोला।